नमस्ते सबैमा। हजुरहरु माझमा म सानो एउटा भिडियो बनाउँदैछु। सुनसरी जिल्ला बाराहा क्षेत्र नगरपालिका वडा नम्बर 3 बस्ने मैयासिंह छेत्री दिदी जो एकदम सिकिस्त बिमारी हुनुहुन्छ। उहाँको दुईटै मृगौला खराब भएको छ। दुईटै मृगौला चाहिँ अब प्रत्यारोपण गर्नुपर्ने भएको छ र त्यसको लागि एकदम आर्थिक सङ्कलन नगरी नहुने भएको छ। आर्थिक सहयोग सबैमा अपिल गर्दछु, किनभने एकदम धेरै ठुलो रकम लाग्ने भएकोले सबैमा डोनेसन चन्दा स्वरूप धेरै थोरै जे जस्तो हुन्छ जति सक्नुहुन्छ रिक्वेस्ट गर्दछु म चाहिँ। र यो क्रममा इन्डियाको हरेक कुनामा बस्नुहुने मेरो जति पनि साथीहरू हुनुहुन्छ, सोशल मिडिया मार्फत चिन्जान भएको मेरा साथीहरू हुनुहुन्छ, हजुरहरू सबैमा पनि बिन्ती गर्दछु। र मलाई कतिजना साथीहरूले डिपोजिट पनि गरिसक्नु भएको छ। मेघालय, इन्डिया मेघालयबाट राजु थापा मेरो अति मिल्ने मिलनसार साथी हुनुहुन्छ। उहाँले भारू 1000 डिपोजिट गरिसक्नु भएको छ। अनि रिन्चेबुङ सिक्किमबाट रूपा मगर मेरो अति मिलनसार मेरो साथी हुनुहुन्छ, मेरो एकजना चेली हुनुहुन्छ, उहाँबाट 1000 भारू। अनि इजरायलमा रहनुहुने मेरो अति प्यारी बहिनी सीता शर्मा बहिनी, सीता तिम्रो सीता फेसबुकमा उहाँको प्रोफाइल आइडी छ, उहाँबाट 2000 भारू। र सिलगढी निवासी तमाया जोशी एकजना चेली मेरो बहिनी मान्छु म, उहाँबाट 1000 हजुरहरूले डिपोजिट गर्नुभएको रहेछ। एकदम हार्दिक आभार व्यक्त गर्दछु हजुरहरू माझमा। र अरू पनि जतिजना साथीहरू हुनुहुन्छ, सबैजना सहयोगी मनहरू जति पनि हुनुहुन्छ हैन। यसमा अब म चाहिँ के भन्न चाहन्छु भने तपाईहरुलाई जात धर्म मित्रता केही नहेरिकन हैन, एउटा मानवताको धर्म मात्रै हामीले हेरेर मानवताको लागि सहयोग गरिदिनुहुन्छ भन्ने पूर्ण आशा छ। किनभने जो बिमारी हुनुहुन्छ मैयासिंह छेत्री दिदी, उहाँको आर्थिक अवस्था कमजोरी छ। उहाँको सपोर्टमा कोही पनि हुनुहुन्न हैन। श्रीमान पनि हुनुहुन्न, उहाँको श्रीमान पहिले नै बितिसक्नु भएको छ र आर्थिक अवस्था पनि कमजोरी। एउटा साधारण परिवारमा बिलोङ गर्ने व्यक्तिको लागि यो किडनी ट्रान्सप्लान्ट गर्नु अथवा किडनीको ट्रिटमेन्ट गर्नु भनेको एकदम ठुलो चुनौती हो। र यो चुनौतीलाई हामी सबै भएर समाधान गर्न सकिन्छ भन्ने मेरो धारणा छ, मेरो विश्वास छ। र हजुरहरूप्रति मेरो विनम्र अनुरोध छ कि हजुरहरूले यदि यो भिडियो हेर्दै हुनुहुन्छ भने प्लिज यो दिदीको नाममा थोरै भए पनि सहयोग गरिदिनु होला। आफ्नो आमालाई माया गर्नुहुन्छ भने, आफ्नो जन्मदिने आमाको लागि केही गर्छु भन्ने सोच्नुहुन्छ भने आज यो दिदी यो आमाको लागि पनि अलिकति हजुरहरूले केही गर्नु होला, प्लिज बिन्ती छ। धन्यवाद।